नमस्कार सबैजना दाजुभाइ अटो कहाँबाट कसरी पुग्ने कहाँ हो हाम्रो लोकेसन भनेर धेरैजनाले जिज्ञासा रहेको थियो। धेरैजनाले कमेन्ट गर्नुभएको थियो भने हाम्रो लोकेसनको भिडियो अहिले हामी चाबेल चोकमा छौँ, हेर्न सक्नुहुन्छ। हाम्रो नयाँ लाइट स्मार्ट लाइट भर्खर जडान भएको लाइटको मुनि काठमाडौँको चाबेलमा रहेका छौँ भने हामीले पुलको मुनि अहिले हामीले भिडियो बनाइरहेका छौँ। यो भिडियो अन्तिमसम्म हेर्नुलाई ठ्याक्कै हामी पसलसम्म पुग्छौँ। कुनै पनि बाइक स्कुटर बाइसेल एक्सचेन्ज गरेर चाहनुहुन्छ भने बौद्ध नयाँ बस्ती अफरै अफरको संसार सधैँभरि रहने गर्छ दाजुभाइ अटोमा। अब हामी हाम्रो पसलतर्फ हामी लग्दैछौँ हजुरलाई है त। अब सँगै भिडियो हेर्दै जानु होला। धेरैजना चाहिँ आउँदाखेरि कन्फ्युजन भएर चाहिँ अरूको पसलमा छिरेर हाम्रोमा चाहिँ ट्रस्ट गरेर आउनुहुन्छ, तर आउँदा आउँदै बाटोमा चाहिँ अन्तबाट कारोबार गरेर धेरैजनाले धोका पाएको पनि धेरैजनाले भन्नुभएको छ। त्यो भएर चाहिँ हामीले एकदम क्लियर हाम्रो ट्याक्क पसलको लोकेसन, यति धेरै वारेन्टी ग्यारेन्टी अफरहरूको लोकेसन कहाँ छ त। अब भिडियो अन्तिमसम्म हेर्नु। हामी यो बाटो अब जाँदैछौँ है त हाम्रो पसलसम्म। ल अहिले चाहिँ हामी चट्टा चाबेल चोकबाट अगाडि लागियौँ है त। अब हामी चाहिँ अगाडि मित्र पार्क चोकमा पुग्छौँ। हामी भिडियो फास्ट गरेर देखाउँछौँ। हजुरहरू किन्न बेच्न सट्टापट्टा गर्न अवश्य पनि आउनु होला। दाजुभाइ अटो एकदम ट्रस्टको कारोबार हुन्छ ढुक्कको साथ है त। ल हामी चाहिँ ठ्याक्कै मित्र पार्क चोक आइपुग्न लाग्यौँ। नेपाल टेलिकमको अगाडि आइपुग्न लाग्यौँ है त। हामी चाहिँ ठ्याक्कै अहिले मित्र पार्क चोकमा छौँ, हजुरले देख्न सक्नुहुन्छ। हजुरले हामी यताबाट चाहिँ टक्क लेफ्ट टर्न लिनुपर्छ भने हामी गौशाला, यो चाहिँ मित्र पार्क चोक है त। यहाँबाट गुजेश्वरी मन्दिर झरिन्छ भने मित्र पार्क चोकबाट अब यो ओह्रालोबाट झर्नुपर्छ है त। गौशालाबाट आउँदै हुनुहुन्छ भने यो चोकबाट टक्क यता ओह्रालो टर्न लिएर ओह्रालो झर्नु होला है त। यो चट्ट ओह्रालो बाटो, हामी ओह्रालो बाटो जानुपर्छ है त। यो चाहिँ हामी ठ्याक्कै गुजेश्वरी मन्दिर, हामीले धेरैजना लोकेसन दिने मन्दिर यही हो भने यहाँ पुलिस बिट पनि देख्न सक्नुहुन्छ हजुरले, ट्राफिकको बिट पनि। यो बाटो चाहिँ स्ट्रेट है, कतै नछोडिकन हामी स्ट्रेटै जानुपर्छ है, स्ट्रेटै। अहिले चाहिँ हामी गुजेश्वरीको चट्ट यो फलमको पुल अगाडि आइपुगेका छौँ है। यहाँ फलमको पुल देख्न सक्नुहुन्छ। ढल विकासको कार्यालय पनि यहाँ रहेको छ भने हामी यो बाटो चाहिँ नछोडिकन जानुपर्छ है। कतै जब हामी मित्र पार्कमा ओह्रालो झर्छौँ कतै काहीँ नगइकन स्ट्रेट आउनु होला है, स्ट्रेट। हामी चाहिँ ठ्याक्कै अहिले दिव्या कम्प्लेक्समा आइपुग्यौँ है। हामीले धेरैजनालाई लोकेसन दिने गरेका छौँ। हाम्रो दिव्या कम्प्लेक्स रहेको छ भने अपोजिट साइडमा देख्न सक्नुहुन्छ हजुरले, ठुलो दाई बिल्डिङ रहेको छ भने यो बाटो पनि कतै नगइकन हामीले दिव्या कम्प्लेक्सबाट पनि अलिकति अगाडि स्ट्रेटै जानुपर्छ। पुल यदि हजुरहरू कतै पेप्सीकोला साइडबाट आउनुहुन्छ भने यो पुल तरेर चाहिँ हाम्रो अगाडि जानुपर्छ है, पुल तरेर फेरि अगाडि जानुपर्छ है। अब सर्न यहाँबाट चाहिँ हाम्रो पसल आइपुग्नु लाग्यो। पेप्सीकोलाबाट यो बाटो आउँदै हुनुहुन्छ भने तपाईँले यो पुल तरेर यो बाटो आउन सक्नुहुन्छ है त। अब अलिकति अगाडि मात्रै हो है, हाम्रो पसल चाहिँ हेर्दै गर्नु होला है त। पुलबाट चाहिँ करिब 20वटा घर नछोडिकन आइसकेपछि हजुरले चट्ट ठुलो नेपालको झन्डा देख्नुहुन्छ है। ठ्याक्कै यो नेपालको झन्डाको आडैमा दाजुभाइ अटो बौद्ध नयाँ बस्ती रहेको छ। हाम्रो यतापट्टि वर्कसप पनि रहेको छ चट्ट। त्यसपछि हजुरहरू दाजुभाइ अटो ट्याक्क इन्टर हुनुहुन्छ। कुनै पनि बाइक स्कुटर खरिद बिक्री सट्टापट्टामा चट्ट आउन सक्नुहुन्छ। आज हेर्नु होला हाम्रो पसलको लोकेसनको भिडियो चाहिँ हामीले हजुरहरूमा चाहिँ पस्किसकेका छौँ। हेर्नु होला कलेक्सन कति धेरै हुन्छ दाजुभाइ अटोमा। ढुक्कबाट ट्रस्टको लागि आउन सक्नुहुन्छ दाजुभाइ अटो। 6 महिना इन्जिन ग्यारेन्टी अफर, फुल ट्याङ्की फ्युल अप, हेलमेट, ट्याक्स क्लियरेन्स, पास, इन्सुरेन्स, कति धेरै अफरमा जोडिएका हुन्छौँ हामी। एकचोटि भिजिट गर्न नबिर्सनु होला, किनकि मान्छे आउँदा आउँदै बाटोमा अरू पसलमा छिरेर चाहिँ अलिकति धोका पाए भन्दै हामीलाई कति कमेन्ट म्यासेज गरिरहनु भएको हुन्छ। दाजुभाइ अटोले खोजेर आउनुहुन्छ भने कन्डिसनको लागि चाहिँ दाजुभाइ अटो खोज्न सक्नुहुन्छ है। प्राइसको लागि भन्दा नि स्पेसल्ली कन्डिसनको लागि दाजुभाइ अटो खोज्नुहुन्छ। कारोबार गर्न चाहनुहुन्छ, सट्टापट्टा किनबेच गर्न चाहनुहुन्छ भने अवश्य पनि सम्झिनु लागेको छ कि प्रोफाइलमा नम्बर छ, कल अलिकति व्यस्तताको कारणले रिसिभ हुँदैन, व्हाट्सएप गरेर जोडिन सक्नुहुन्छ। थ्याङ्क यू सो मच एभ्रिवान, थ्याङ्क यू सो मच।